दर्शकबिनहरू तपाईलाई स्वागत छ मर्कुस फेसबुक पेजमा र लेखबिसी युट्युब च्यानलमा तपाईलाई स्वागत छ। आज म मेरो घरमा छु र घरमा बुवा र आमालाई सघाउनलाई म आइसकेको छु र घरमा चाहिँ मह काट्ने बेला भइसकेको छ र मह काट्दै पनि छौँ र आधा आधा काटिसक्यो र आधा काट्न बाँकी छ र मह काट्नलाई म आमा बुवालाई सहयोग गर्न आइसकेको छु भने बुवासँग केही कुराकानीहरू गर्नेछौँ। बुवा तपाईँलाई स्वागत छ। नमस्ते। हाम्रो घरमा कतिवटा मौरीको घर छ? 16-17 छ। 16-17 छ है। वर्षमा कतिचोटि काट्नुहुन्छ तपाईँले? मैले कार्तिकमा एक जोर अनि जेठमा एक जोर। वर्षमा 2 चोटि काट्नुहुन्छ। अनि यसपालि कतिको पाछ यसपालि? यसबाट खै 45-46 मना त हुन्छ होला। अब लगभग 45-46 मना हुन्छ। घरमा पनि यहाँ पनि छ र वर्षमा कतिको आम्दानी हुन्छ? खै भन्नु सक्दैन। कहिले त्यो फुलको सिजनबाट हुने रहेछ के। फुल भनमा धेरै भयो भने पाउने रहेछ। हजुर। फुलमा पाइने भने नपाउने। यसपालि धेरै पायो कि थोरै पायो यसपालि? ठिकै भनौँ। ठिक है। अस्तिको झरीले गर्दा अलि कमै भयो भनौँ न होइन। विशेष गरी मह चाहिँ अर्ग्यानिक नै हो नि? एकदम। पानी सानी मिसाउनुहुन्छ कि तपाईँले? एकदम अर्ग्यानिक यहाँको शुद्ध मह चाहिँ रुई भ्यालीको लिङजोम पाइन्छ होइन त? र विशेष गरी यो फुल छ नि, यो फुल र तोरीको फुलबाट चाहिँ यो घर मौरीले चाहिँ यिनीहरूले रस चुसेर बनाएको हुन्छ। र आज बिहानै म पनि आमा बुवालाई सघाउन यो महले चाहिँ के को औषधि हुन्छ बुवा? सबभन्दा बच्चाहरूको निमुनिया, निमुनिया, ग्यास्ट्रिक, अनि रुगा खोकी, अनि बिलमा लोड रोग एकदम सट्ट पर्छ योले पर्छ। होइन पर्छ भनेपछि धेरै औषधिको काम गर्ने रहेछ। अनि मानाको कसरी बिक्री गरिरहनु भएको छ तपाईँले? 1500 रे, मैले त 1250। 1250 मा तपाईँले 1250। कहाँबाट अर्डर आउँछ मह चाहिँ? सिर्तुङ, दिप्लिङ, यहाँ लिङदोके सबै। र धेरै चाहिँ धेरैले अनलाइनबाट नै अर्डर गर्नुहुन्छ। मेरो मोबाइल ब्याङ्किङमा चाहिँ ब्याङ्किङ गर्नुहुन्छ। अनि त्यसपछि मैले चाहिँ बुवा आमालाई क्यास दिने गर्दछु। र यो आम्दानीबाट के गर्नुहुन्छ तपाईँले? मैले हजुर हजुर चामल खाने, मासु किनेर खाने, घर खर्च चलाउनलाई चाहिँ यो महबाट उत्पन्न हुन्छ। कान्छालाई नि खर्च गर्नुपर्छ। ल ठिक। अनि विशेष गरी चाहिँ यो मौरीको महले चाहिँ हाम्रो घर परिवार चलाउनलाई र घर खर्च चलाउन चाहिँ विशेष गरी प्रयोग गर्नुहुन्छ बुवाले र आमाले। ल तपाईँलाई धेरै धेरै धन्यवाद। ओके। ल फाइनली हामीले सबै निचारिसकेको छौँ र छानिसकेको छौँ र यसपालि चाहिँ यति पाछ है।